ससुराली जानु आँट्यो। जान्छस् भने त पनि जानलाई भन्दैन भने त कसरी नो? अब जानलाई भनेपछि त फर्काएर देखाइदिन्छु। जानलाई भनेपछि त फर्काएर देखाइदिन्छु। ल्याएर यसरी हुन्छ काम? यहाँ भालेबुदी खेल्न आएको? के चाहियो रे तँलाई? केही चाहिँदैन बाबा। आँखा केलाई चिम्का आकोस् निन्द्रा झुलेछु। ला फ्रेस हो। ए बिर्की। हजुर सर। यो फोटो हेरेर के बुझिस् होला है? खै सर म त है अब बुझ्ने भए त मेरो ठाउँमा भइहाल्थिस् नि होइन? भाग्यमानी छस् त। कमसेकम तेरो भाउ त छ। तेरो म छैन? मेरो भाउ तेरो पनि भाउ होइन कि? मेरो भाउ तँलाई साबट लान्छौ त? सायदको बेलामा के खजटको चाक जस्तो मुख बनाएको त? तैँले के गरे कि यो? न जात भात मिल्छ, अर्का घर कोठालो पहरीसँग तैँले के गर्न खोज्यो? त्यति साह्रै तलसम्म खसालेर नबोल्नु होला हिमालय ससुर। युके पढ्न जान्छु मामा ब्रिटिस आर्मीमा हुनुहुन्छ भनेर भन्थिस् त? भन्नु त भनेको हो नि यार। भिजा लाग्नुभन्दा पहिला देशको यति बढी माया लाग्यो, देश छोडेर जानै मन लागेन। आइदे आइटी पढ्नु। उफु गफ दिन्छ साला। कुनै पनि देशले भिसा पत्याएन भनेर भन्न। फेसबुककै फोटो हेर्दा त कसैले घाँस नहाल्ने तेरो अनुहारलाई। तेरो चिम्सी आँखा देख्ने बित्तिकै भिजा रिजेक्ट हान्थ्यो होला नि। अब पनि संविधान बनाउन सक्नु भएन भनेदेखि कठालो समात्ने पालो तपाईहरूको। कठालो मात्र होइन, मैले बनाइन काम गरिन भने जे समाउन मन लाग्छ समाउनु। अरे कौन भौंक रहा है ये बदतमीज? माफी दिन्छु। ल अब जा है। हजुर 500 पाउन। उता ऊ हेर त ऊ यहाँ हेर त ऊ है। ल काम गर्नुहोस् आफ्नो है। सर 500 जति मलाई नि पायो हुन्थ्यो सर। 500 बाघ हुन्छ, बग्नुहुन्न है। आफ्नै साथी भन्दा फरक नपर्ला, हामी त कठपुतली नै हो। चले एक काम कर, 200 रुपए दे और 50